5 वर्ष खाडीमा बसेर फर्केपछिको एक भाइको पीडा। अरब गएको पहिलो वर्षको कमाई त ऋण तिर्नमै गयो, दोस्रो वर्षको कमाई जेठी बहिनीको बिहे खर्चमा गयो, तेस्रो वर्षको कमाई कान्छी बहिनीको बिहे खर्चमा गयो, चौथो वर्ष अलिअलि जम्मा भएको थियो, त्यो पनि अन्त्यमा बुबाको औषधि उपचारमा खर्च भयो, 4 वर्ष मरेर कमाउँदा नि बचत खासै भएन, अनि के गरौँ नगरौँ मात्रै भयो। 5औं वर्षमा स्वदेश फर्किए। घर छिमेकमा सबैले केही न केही ल्याइदिने आशा गरेर बसेका रहेछन्। सबैलाई चकलेट बाँडिदिए। जेठी बहिनीलाई भेट्न जाँदा भान्जा भान्जी जन्मिसकेका रहेछन्, उनीहरूको हातमा 100 रुपैयाँ राखिदिए। कान्छी बहिनीलाई भेट्न जाँदा खल्तीमा पैसा नै नहुँदा भान्जाको हातमा 10 रुपैयाँ राखिदिए। घर फर्केपछि थाहा भयो जेठी बहिनीले फोन गरेर गुनासो गरेको रहेछिन्। 5 वर्ष विदेशमा बसेर नि दाइले जम्मा 100 रुपैयाँ मात्रै दिनु त लाजमर्दो कुरा भयो रे। त्यति पैसा त उनीहरूको घरमा आउने माग्नेलाई नै दिन्छन् रे। कान्छी बहिनी नि बरु पैसा नदिएको भए हुन्थ्यो त के 10 रुपैयाँ दिएको भन्दै थिइन् रे। सबैको लागि बाँच्दा बाँच्दै आफ्नो लागि त बाँच्नै सकिएन। जिन्दगी त जसरी नै बित्दो रहेछ। तर खै के हो सबैजनाले किन दुःख नबुझेका होलान्।